लोक चाहिँ किनेर लानुपर्थ्यो। घाम लागिगयो कति बज्यो? बाटै सेकेर उभिदिएको सुटे नि सेका पर्न यता झोल बाजे भन्छ होइन। भाँडा भान कहाँबाट आउँछ हौ? लिएर नियम सिकाउनु पर्छ के हो? कत्रा चिप्लेर गएछ त्यही हो त। मितेरी पनि आइपुगे। वाह खतरा रोकेछ नि त्यसले त्यहाँनिर। देख्दैन। यहाँनिर पहिला त्यो दाजु र म यस्तो नमजा लडेको छु कि यहाँ खराब थियो नि यहाँ हिजो। त्यो बाटो चाहिँ तर जिन्दगीमा विकास चाहिँ नहुने रहेछ है। मेन रोड नभइरहने होला कि बाटो अझ त्यस्तै छ। पानी पर्दैछ के छ आँखामा त चिरिक 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 झरिरहेको। तपाईँ लानु भने चाहन्थेन। जाडोले त हात त अनि अचारै चल्छ त।
9 भइसक्यो होइन अनि 9 बजीसम्ममा यो ठाउँमा यस्तो अँधेरो भनेको त म हुनुभयो त यति बेलासम्म त उड्दैन थियो भक्कै कुरो बाटो फेरि अचार रहेछ वाह यहाँसम्म पुग्नुपर्ने अरे ए त्यो जुन चाहिँ उकालो चाहिँ यस्तोमा त भित्र धन्ना गाडीले ल्याउने हो मान्छेलाई नि यस्तोमा त कहाँ उक्लिनु ट्याम्पो त यतिको ओह्रालोमा त के हो कति जान्छ होला हौ सकप है यहाँबाट धन्नै गयो जस्तो छ दिनमा ए के हो यो यस्तो ठाउँमा चाहिँ फेरि गरुङ बाई घरमा मजा हुन्छ क्या यसमा झन् सकप राम्रो हुन्छ र मात्रै हो कि नत्र त मार्छ नि कस्तो हलुङ बाइकहरूलाई त सिँगा नै झरिसक्यो जस्तो छ त्यही त हामी जानुपर्ने ल फाइनली हामी चाहिँ तुर्के भन्ने ठाउँ आइसक्यो है अब हाम्रो चाहिँ काम यहीँसम्म मात्रै हो यहाँ थोरै काम छ अनि यसपछि चाहिँ हामी फर्किन्छौँ ल फाइनली हामी चाहिँ फर्किसकेछौँ अघि हामी तलैबाट फर्केको भिडियो चाहिँ हामीले बनाउनु पाएन हामी चाहिँ फर्किसकेका छौँ अहिले चाहिँ हामी हालसाल भेडेटारको झन्डा चोकमा ठ्याक्कै आइपुगेको छ हेर्नु सक्नुहुन्छ यहाँको निकै राम्रो झन्डाहरू लगाएको रहेछ यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरू आउनुहोस् एकखेर घुम्नुहोस् यो गाडीमा चाहिँ के लेखिरहेछ भने बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न लेखेको रहेछ है यहाँ यो गाडीमा चाहिँ ल हामी चाहिँ पोखरी बजार आइसकेको छ है आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म मात्रै हो अनि सबैजनालाई धन्यवाद भन्न चाहे यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला पहिले गरिसक्नु भएको छ भने धन्यवाद तपाईँहरूलाई अहिले चाहिँ हेर्नु सक्नुहुन्छ पोखरीको बजार हस्त धन्यवाद